बिहेमा बाजा बजाएको देख्दा खुसी हुने भन्दा छोराछोरीको भविष्य चाहिँ बन्ने भयो भनेर खुसी हुने कुरा दीर्घकालीन खुसी हुन सक्छ। आज यो विद्यालय उद्घाटन गर्न आएको थिएँ म र त्यतिखेर विद्यालयको भवन उद्घाटन गरेँ। आज यो विद्यालयमा अर्कोचोटि आउँदा यो विद्यालयमा जीवन प्राप्त गरेको छ। विद्यालयले सरकारले पैसा नदिँदा पनि हामी यहाँका निमुखाहरू, यहाँका विपन्न विद्यार्थीहरूलाई हामी यही विद्यालयमा जीवन्त दिएर पढाउँछौँ र भोलि यो फेरि उनीहरूको भविष्य निर्धारण गर्छौँ। जसरी यो भूमिले, यो माटोले साहसिक व्यक्तित्वहरू पनि निर्माण गर्यो। केशव कोइराला, महेश कोइराला जस्तो प्रजातन्त्रका लागि, जनताका अधिकारका लागि शहीद हुनलाई समेत तत्पर हुनका लागि नडराउने व्यक्तित्व निर्माण गर्यो। कयौं जर्नेल, कर्नेल, कप्तानहरू उत्पादन गर्यो भूमिले। यो भूमिले अझ मैले त यही भूमिबाट गएका व्यक्तिहरू, विश्वविद्यालयका प्रोफेसरहरू छन्, देश विदेशमा नाम कमाएका व्यक्तित्वहरू पनि यो भूमिले कमाएको छ। आज यो विद्यालयमा आएको अक्षय कोषबाट पनि प्रमाणित हुन्छ कि तपाईँ हामीले सपूत जन्माएका छौँ र यहाँबाट पढेर, यहाँबाट हुर्किएर गएका व्यक्तिहरूले यही माटोको मायाका लागि यो विद्यालयमा अक्षय कोष खडा गरिदिएका छन् कि अब पढ्न नसक्नेहरू, सहरमा जान नसक्नेहरू, यही बसेर पढ्नेहरूका लागि पनि हामी व्यवस्था गर्छौँ भनेर अक्षय कोष जम्मा भएको छ। यो खुसीको कुरा हो र मैले एउटै मात्र अनुरोध गर्न चाहन्छु शिक्षकलाई र विद्यार्थी साथीहरूलाई, क्लासमा नम्बर ल्याउनको लागि मात्रै नपढ्नुहोस्, क्लासमा नम्बर ल्याउनको लागि मात्रै नपढाउनुहोस्। भोलि जीवन उपयोगी हुन्छ कि हुँदैन, उनीहरूले पढेको कुरा ज्ञान हासिल गर्यो कि गरेन, त्यो किताबमा लेखेको कुराले ज्ञान हासिल गर्ने मार्गदर्शन हो, त्यो गर्छै गर्दैन त्यो कुरामा बढी ध्यान दिनुहोस्। क्लासमा भएको इन्टेलिजेन्ट र जीवनमा भएको इन्टेलिजेन्टमा फरक छ। हामीले जीवनमा इन्टेलिजेन्ट हुन जरुरी छ। हाम्रो जीवनलाई सार्थकता बनाउनु छ। त्यसकारणले विद्यालयमा दिने नम्बरलाई मात्रै हामीले ध्यान दियौँ भने भोलि उसले जीवन निर्वाह गर्न सक्दैन, जीवनमा फड्को मार्न सक्दैन। त्यसैले हामी विद्यालयमा पढाउँदाखेरि मैले त्यो कतिपय देखेको छु, अहिले निशान्तिले धेरै लामो दुखेछ पनि पोख्नुभयो। तर एउटा कुरा मैले पहाडमा आएर जागिर खानेहरू, पहाडमा स्कुलमा शिक्षक खुल्ने बित्तिकै आएर भर्नेहरूको लाइन पनि लाग्छ, भर्ना पनि लिनुहुन्छ। अनि भर्ना लिइसकेपछि फेरि उहाँलाई किन सरुवा हुनलाई सहमति दिनुहुन्छ? आफ्नो मान्छे राख्नलाई। हिजोका व्यवस्थापन समितिले हिजोका के भन्छ तपाईँलाई विद्यालयका प्रमुखहरूले, पालिकाका प्रमुखहरूले किन उहाँलाई यहाँबाट शिक्षामा यहाँनिर राम्रो शिक्षकको नियुक्ति दिने अनि सहमति दिएर किन तराई पठाउनु भयो? आफ्नो मान्छे लाउनलाई, बुहारी लाउनलाई, छोरी लाउनलाई या पैसामा बेच्नलाई? यो यथार्थ कुरा हो कि होइन? मैले भोगेको छु। हामीहरू पनि आउनुहुन्छ, म त यता तलतिर सरुवा गराउन पाए हुन्थ्यो। म त तपाईँको हजुरबाको फुरेतको नातिको ज्वाइँ हुँ, तपाईँलाई मैले चिने भनेर आउने मान्छे हुनुहुन्छ। अनि यहाँको शिक्षा कसरी डर हुन्छ? हिजो त यहाँको हाम्रो हजुरबाहरूले इन्डियाबाट पनि शिक्षक लिएर आएर कसैको घरमा राखेर खाना लाउन बस्न सबै थोक दिएर यहाँ पढाउने शिक्षकहरू अझै पनि हुनुहुन्छ होला। यहाँ कतिजना त घरजम गरेर त्यही पनि बस्नु भएको छ। इन्डियाबाट लिएर आएर हाम्रो हजुरबाहरूले सरकारको पैसामा होइन, देउसी खेलेर स्कुल बनाउनु भयो। अनि इन्डियाबाट शिक्षक लिएर आएर कसैको घरमा राखेर अनि त्यहाँका बालबालिकाहरूलाई जम्मा गरेर पढाउनु गएर बिस्तारै आज विद्यालयको रूप बन्यो। त्यतिखेर पढेकाहरू आज विश्वविद्यालयमा प्रोफेसर छन्। यहाँ मात्र होइन, देश विदेशका विश्वविद्यालयमा प्रोफेसर छन्, इन्जिनियर छन्, डाक्टर छन्। तर आज हामीसँग भवन छ, विद्यार्थी छैनन् भन्दैछ। विद्यार्थी त 30-40 जना पनि हुन्थ्यो होला पहिले। अहिलेको अरूको विद्यालयको तुलना गरेर हेर्दाखेरि 200 विद्यार्थी मात्रै भयो, अरूभन्दा कम भयो भन्ने होला। 200 विद्यार्थी कम होइन।
अझ विद्यार्थी जति कम भयो त्यति तपाईले राम्रोसँगले पढाउन पाउनु भयो नि। त्यसलाई प्रशिक्षित गर्नुस्, त्यसलाई अझ त्यसलाई चाहिँ पर्फेक्ट बनाउनुस् र भोलि चाहिँ तपाईको विद्यालयबाट निस्केको विद्यार्थीले जीवनमा उत्कृष्ट हासिल गर्यो भने यहाँ विद्यार्थीहरू काठमाडौँबाट पढ्न आउँछन्। मलाई याद छ काठमाडौँका सहरबाट पनि बस्तीपुरको स्कुलमा एकताका पढ्न जान्थे विद्यार्थीहरू। बस्तीपुर भनेको सिराको भित्र रोड साइडमा पनि थिएन, किनभने त्यहाँ राम्रो पढाइ हुन्छ, होस्टल छ, त्यो होस्टलमा बसेर पढ्न पनि जान्थे। धेरै राम्रा राम्रा भनिएका विद्यालयहरू भन्दा पनि गुणस्तरीय विद्यालयमा विद्यार्थीहरू पढ्न आउँछन्। हामी अलिकति फरक ढङ्गले पनि जानुपर्छ। हिजो हामीले तर्साएर पढाउँथ्यौँ, कुटेर पढाउँथ्यौँ, सिर्कना लगाउँथ्यौँ। मैले पनि सिर्कना खाइ नै पढेको, तर आज विद्यार्थीले सिर्कना लाउन पाइँदैन। आज बच्चाहरूलाई तर्साउन पाइँदैन, डर देखाउन पाइँदैन। आज बच्चाहरूलाई फकाउनुपर्छ। म आदरणीय वार्ड अध्यक्षज्यूहरूलाई, यहाँ स्कुलको व्यवस्थापन समितिको सभापतिज्यूलाई पनि अध्यक्षज्यूलाई पनि आग्रह गर्न चाहन्छु, जेल र विद्यालयमा फरक हुनुपर्छ। अहिलेको विद्यालयमा हामीले बच्चा लिएर गयौँ भने त्यो बाबुआमाले के सोच्छ भने म सँगसँगै मेरो बच्चा फर्किएर नजाओस्। भोलिपल्ट जुरुक्क उठ्ने बित्तिकै म विद्यालय जान्छु, स्कुल जान्छु, मलाई स्कुल जानु छ भनेर हतार हतार आमाको साडी तानोस्, बाबालाई मलाई स्कुल पुर्याइदिनु भनेर कराओस्, किचकिच गरोस् भन्ने सोच्छौँ हामीले। तर विद्यालय चाहिँ विद्यार्थी मैत्री भएन भने त्यो विद्यालय नभएर जेल हुन्छ। विद्यालयमा साना साना नानीहरूले खेल्ने सामग्रीहरू हामीले दिन सकेनौँ। केवल शिक्षक मात्रै बढिराख्यौँ, पढाउन मात्रै राख्यौँ भने हामीले त कहिले फिल्म हेर्नुपर्छ। अघि 3 चोटि यहाँ मैले देखिसकेँ। यहाँ सबै मान्छे कहाँ पुग्नु त नाच हेर्ने बित्तिकै सर कुदेर आउनुभयो। तपाईँलाई त नाच चाहिँदो रहेछ, मनोरञ्जन चाहिँदो रहेछ, चटक्क परेको कानमा आवाज सुन्नु पर्दो रहेछ, अनि त्यो बच्चालाई चाहिँदैन। सामान्य कुरा थोरै पैसामा हुन्छ। मैले मेरो विद्यालयमा म सांसद हुने बित्तिकै मेरो क्षेत्रमा सबै त्यहाँ शिक्षकको के अरे तपाईँलाई हेडमास्टरलाई र विद्यालय व्यवस्थापन अध्यक्षलाई राखेँ। उहाँहरूलाई मैले सोधेँ विद्यालयमा किन विद्यार्थी रहँदैनन् भन्दा उहाँहरूले भन्नु भोको पेट हुन्छन्, अनि फेरि हामीले बोलाउँदा गार्जियन पनि आउँदैनन्, अनि गार्जियन पनि नआएपछि अनि कसरी हामीले पढाउने हो, अनि गार्जियन आएर पढाइदिने हो भनेर मैले सोधेँ। होइन, पढाउने त हामीले नै हो। पहिले हामीले पढ्दाखेरि शिक्षक चाहिँ 7 दिन 24 घण्टा शिक्षक हुन्थ्यो। अहिले त 10 देखि 5 मात्रै शिक्षक हुन्छ। 5 बजिसकेपछि हतार हतार आफ्नो छोराछोरी कहाँ पढ्छ त्यहाँ लिनु कुद्छ। पहिले त सबै बच्चा बच्चीलाई त बाटोमा खेल्दै गरेको बेला पनि शिक्षकले ए नानी पढ्यौ तिमीले, होमवर्क बनायो घर जाऊ, तिम्रो बालाई भनौ भन्थ्यो। अहिले भन्छ? अहिले भन्दैन एउटा कुरा। दोस्रो कुरा, अनि मैले भने तपाईँको अनि अर्को चाहिँ भोकै हुन्छन् भन्यो। भोकै त कसरी के भन्छ भोकै भएर कसरी विद्यालय छोड्छन् त भन्दा मैले मेरो छोराछोरीलाई चाहिँ मोबाइल भेटौँ भने खाना खान बोलाउँदा आउँदैन। भोकले हो भने त आउँथ्यो नि। खेल्न कहीँ पुगेको छ भने बच्चा आउँदै आउँदै लिन जानुपर्छ, खोज्न जानुपर्छ। हामीले थाहा पाउनुपर्छ भोक छ भनेर। अनि मैले भने यो भोकले पनि होइन। अनि बाबुआमा विद्यालयमा आउँदैनन् भन्ने गुनासो छ, गार्जियन आउँदैन, अभिभावक आउँदैन। तपाईँलाई जिम्मा लगाएर गएको छ बच्चा, तपाईँ हो अभिभावक, तपाईँ शिक्षकहरू नै अभिभावक हो। सबैभन्दा बढी आमा बाबासम्म त केवल राति सुत्नुभन्दा अगाडि र बिहान उठेपछि एकछिन अगाडि मात्रै त्यतिखेर अनुहार मात्रै हेर्न पाउने हो। धेरै समय विद्यालयमा शिक्षकसँगै बिताउँछन् बच्चा बच्चीले। त्यसकारणले सबैभन्दा बढी अभिभावक भनेको विद्यालयकै शिक्षकहरू हुन्। बाबुआमा फेरि तपाईँको विद्यालयमा यो सरकारी विद्यालयमा कस्ता खालका बाबुआमा आएका छन् त भर्ना गराउन? चप्पल थियो खुट्टामा, नुहाएको थियो सधैँभरि, लुगा फाटेको थियो कि राम्रो कोट लगाएर आएको थियो। बिहानै बच्चालाई पठाउनका लागि, राति खाने कुराका लागि कमाउन जाने मानिसले तपाईँको बच्चालाई यहाँ पठाएको छ। बच्चालाई विद्यालयमा हेर्न आयो भने उसले फेरि बेलुका बच्चाको पेटमा चारो हाल्न पाउँदैन।
अनि त्यो मान्छे विद्यालयमा किन आउँछ भने त्यसकै छोराछोरीको पैसाले तपाईँको पेट पनि चल्दैछ, तपाईँ छोराछोरी पनि पढाउँदै हुन्छ, तपाईँले सर्ट प्यान्ट पनि लाउँदै हुनुहुन्छ। उसले कमाइदिएर बच्चालाई खुवाइदिएको कारणले, विद्यालयमा बच्चा आइदिएको कारणले विद्यालय बनेको छ र त्यो विद्यालयबाट तपाईँले पेट पाल्दै हुनुहुन्छ, आफ्नो लाइफ स्टाइललाई के भन्छ भने परिवर्तन गर्दै हुनुहुन्छ। अनि तपाईँ त्यो गार्जन आइदिन भन्नुहुन्छ, तपाईँको गार्जन। त्यस पछाडि मैले सबै विद्यालयलाई खेल्ने सामग्री राखिदिएँ। खेल्ने सामग्री लगेर राखिदिएको थिएँ केवल विद्यालयमा। अनि विद्यालयमा पछि म गएँ, विद्यार्थीहरू किन घर नगएको भनेर सोधेँ। घन्टी लगाएर छुट्टी गरेर जाऊ जाऊ भनेर ढोका थुन्दामा जाँदैन, खेल्नतिर कुद्छन् भने। भोकले बच्चा स्कुल छोड्दो रहेनछ, विद्यालय बाल मैत्री हुनु पर्दो रहेछ। शिक्षकलाई मैले भने उहाँहरूलाई त खेल्ने कुरा गाँडो भयो। किन गाँडो भयो भने छिटो छिटो निस्केला र कान्छीको पसलमा जाउँला, छिटो छिटो यहाँ निस्केला र आफ्नो बच्चा लिन अर्को गेटमा जाउँला, छिटो छिटो बच्चा बच्ची जानु न आफ्नो के भन्छ नि व्यवस्थापनमा जाउँला भने उहाँहरूलाई फेरि त खेल्ने सामा गाँडो भयो, कतिले त बिगारिदिनु भयो भने। हामी देशप्रति, जनताप्रति नेताले मात्रै माया गर्ने हो। मैले त कतिपल्ट के भने नि, यो भर्सारी म एउटा यो नगरपालिका गाउँपालिकामा काम गर्ने कर्मचारीहरूको एउटा कार्यक्रम थियो, अनि मलाई बोलाउनु भयो, अनि म गएँ, प्रमुख अतिथि बनाउनु भयो। अनि अन्तिममा मैले भने यो असार र साउनमा, असार साउनमा नगरपालिका गाउँपालिका कर्मचारीलाई धेरै धपेडी हुन्छ, ठुलो धपेडी हुन्छ। चेक लिने दिने अनुगमन गर्ने, त्यो के भन्छ तपाईँलाई प्रमाणित गर्ने, यति धेरै धपेडी हुन्छ। त्यो धपेडी सकेपछि साउनमा एउटा चाहिँ मोबाइल श्रीमतीलाई, एउटा छोरालाई किनेर लगिदिन्छ कर्मचारीले। अनि लगेर लगिदिसकेपछि त्यसले के लेख्छ नि, भर्सारी नेता मरिजा भनेर लेख्छ। त्यो नेता नलेख्ने को मर्थ्यो? नेताका नाममा गङ्गाजल छर्केर आफू शुद्ध हुनका लागि सबैले त्यही काम हामी गर्दैछौँ। हामी आफ्नो जिम्मेवारी पुरा गर्यौँ भने तपाईँसँग नेता झुक्छ, किन तपाईँले भोलि भोट दिनुहुन्न, तपाईँले बाटा बाटामा घेर्नुहुन्छ, तपाईँले कराउनुहुन्छ, तपाईँ इमान्दार बन्नुभयो भने तपाईँले नेताका अगाडि आफ्नो कुरा प्रष्ट राख्न सक्नुहुन्छ। त्यस कारणले गर्दाखेरि हामीले अरूलाई दोष लगाएर आफ्ना कुराहरूबाट, आफ्ना जिम्मेवारीबाट पन्छिने जुन व्यवहार छ त्यसलाई हामीले बदल्न जरुरी छ। आज रामचन्द्र कार्कीले हामीलाई यो पैसा उठाइदिएको होइन, यहाँका विद्यार्थीहरूलाई सिकाएको। के सिकाएको भने तिमीले पढेपछि आफूले पढेको ठाउँ बनाउनु पनि पर्छ, आफूले पढेको ठाउँलाई विकास दिनु पर्यो, शिक्षा दिनु पर्यो। त्यो ठाउँको विकास त्यहाँ पढेपछि शिक्षित भएपछि मात्रै हुन्छ भन्ने कुरा सिकाएको पनि हो। पहिलो कुरा मानवीय विकास नै हो। तपाईँ शिक्षित हुनुभयो भने कमाउनुहुन्छ, कमाउनु भयो भने घर पनि बनाउनुहुन्छ, बाटो पनि बनाउनुहुन्छ। तर हाम्रो पहिलो प्रायोरिटी अघि निशान्तजीले भने जस्तै स्कुल बनाउन कोही जानुहुन्न, यो स्कुलमा आएको बेला कराउने मात्रै हो। पालिकामा जाँदाखेरि यो मन्दिर बनाइदिनु पर्यो भने जानुहुन्छ, अनि भाकल चाहिँ हलेसीमा गर्नुहुन्छ। घरमा पनि पूजा कोठा राख्नुभयो त घन्टी बजाउनुहुन्छ, अनि यसो चौतारो खालठामदेखि मन्दिर बनायो, तर स्कुल बनाउन छोराछोरीले राम्रो पढ्नलाई कोही पनि जानुहुन्न। हामीलाई चाहिएको कुरा के हो? छोराछोरी पढ्यो भने त अहिले धेरै के हुन्छ, छोराछोरी पढेर अमेरिका अस्ट्रेलिया गएपछि धेरैजना जान पाउनु भएको छ नि, होइन? यहीँ पनि हुनुहुन्छ होला कतिजना अमेरिका अस्ट्रेलिया पुगेर आउनुभएकाहरू, स्वयं काका पनि पुगेर आउनुभयो। काठमाडौँमा बसेर आफ्नै घरमा सबै के भन्छ नि छोराहरू पढाइ लेखाइ गरेर आफ्नो पनि पेन्सन, श्रीमतीको पनि पेन्सन खाँदै फेरि यही पाहाडमा फर्केर आएर यही पाहाडका जनताहरूलाई मेरा बाबुबाजेले जसरी के भन्छ उद्धार गरेका थिए, म यहीँका मानिसहरूलाई अझै शिक्षित बनाउँछु भनेर फर्केर आउनु भएको छ नि। दायित्व बुझ्न आउनुभएको नि, गएर छोराहरूमा फेरि फेरि विदेशै घुमिराख्दा पनि हुन्छ, टिकट पनि उनीहरूले काटिदिन्छन्। त्यस कारण हामीले हाम्रो दायित्व चाहिँ पुरा गर्नु पर्यो। म अहिले पनि भन्छु, हाम्रो अग्रजहरूले देउसी खेलेर विद्यालय बनाए, देउसी खेलेर बनाएको विद्यालयबाट पढेर डाक्टर इन्जिनियर बनाए। आज हामी विद्यालयमा आएको 100 इँटामा 5 वटा इँटा बेचेर आफ्नो पेट पाल्छौँ।
विद्यालयमै भ्रष्टाचार गर्छौँ अनि कसरी विद्यालय बन्छ? अनि गार्जेनहरू पनि यो विद्यालय त शिक्षकको सरको हो भन्छ। यो विद्यालय सरको होइन, विद्यालय विद्यार्थीको हो। पहिलो कुरा विद्यार्थीले यो विद्यालय चाहिँ मेरो भन्ने कुरा हामीले विद्यार्थीलाई सिकाउन जरुरी छ। हामी त विद्यालयमा गाउँभरि गोबर खोजेर लगेर शुक्रबार विद्यालय लिपेर बाँस गाउँबाट बाँस खोजेर लगेर आफ्नै काँधमा बाँस बोकेर विद्यालय बनाएका पर्यौँ। तर अहिले हामी विद्यालयबाट खाएर अनि विद्यालयमै सक्नेमा पर्छौँ। अनि कसरी फेरि हामी विकासको के भन्छ नि तपाईँलाई दिगो विकास गर्न सक्छौँ? त्यस कारणले गर्दा दिगो विकासका लागि हामीलाई ज्ञान चाहिन्छ र नम्बर होइन। मैले पटक पटक भन्ने गरेछु, कतिले मलाई जिस्काउनु हो, कतिले हेर्नु पनि भयो होला, यो लास्ट बेन्चर हो भन्नुहुन्छ। हो, म लास्ट बेन्चर हो। एउटा क्लासमा 40 जना विद्यार्थी लाग्दा अगाडिको विद्यार्थीलाई मात्रै ध्यान दिनुहुन्छ। त्यो शिक्षक गुरु होइन, गोरु हो। पुरै त्यो विद्यालयभित्रको त्यो कक्षा कोठाभित्रको सबै विद्यार्थी बराबर हो। कोही नेपालीमा डिग्री हासिल गर्ला, कोही इन्जिनियर होला, कोही डाक्टर होला। डाक्टर भन्ने मात्रै बुद्धिजीवी भनेको त्यो डाक्टरलाई पढाउने नेपाली शिक्षक चाहिँदैन। त्यो डाक्टरलाई पढाउने म्याथ टिचर चाहिँदैन। त्यस कारणले विद्यालयको कक्षा कोठामा कोही त्यहाँ नेपाली टिचर हुने खालको मान्छे पनि जन्मिन्छ, भेटिन्छ, कोही वैज्ञानिक हुने मान्छे भेटिन्छ। त्यो क्लासमा केवल अगाडिको बेन्चलाई मात्र ध्यान दिन्छ भने ऊ शिक्षक हुन सक्दैन, गुरु हुनै सक्दैन। कतिपय अगाडिको बेन्चमा बस्नेहरू शिक्षकले पनि मन पराउने, सोधेको कुरा फ्याट्ट भन्ने, त्यही कुरा भन्नुपर्छ भन्ने आउँछ। म शिक्षकहरूलाई सोध्न चाहन्छु, गुरु तपाईँले भात खानुभन्दा अगाडि हात धुनुपर्छ भनेर सिकाउनु भएको थियो। विद्यार्थीले त्यही रातभरि त्यही रटेर आयो, भात खानुभन्दा अगाडि हात धुनुपर्छ भनेर रटेर आयो, याद गरेर आयो, अनि तपाईँलाई परीक्षामा लेख्यो, तर हात चाहिँ भात खाना चाहिँ हातै धोएन। जसले हात धोएर आयो त्यसलाई लेख्न आएन। को फर्स्ट? म त हात धुने मान्छे चाहिँ फर्स्ट हो भन्छु, लेख्न नआए पनि। उसले तपाईँको ज्ञान आर्जन गर्यो। अर्कोले के गर्यो? हात नधोइकन भात खायो, हात उ गर्यो, लेख्नुपर्छ भनेर मात्रै आयो। तर तपाईँले नम्बर त त्यसलाई दिनुभयो। अनि त्यो नम्बर ल्याएको मान्छेले स्कुल पढाउन आउँछ? त्यसलाई महसुस छ त विद्यालयको, त्यसलाई आफ्नो ठाउँको महसुस छ। त्यसलाई आमा बाबुलाई माया गर्नुपर्छ, आदर गर्नुपर्छ, गुरुलाई आदर गर्नुपर्छ भने तपाईँले पढाएको केवल लेख्नका लागि मात्रै पढ्यो र गुरुलाई आमा बाबुलाई आदर गरेन भने तपाईँले पढाएको जिरो हो। त्यसैले विद्यालयलाई हामीले अलिकति फरक ढङ्गले अगाडि लैजाउँ। हिजो हामी कुटेर पढ्यौँ, अब हामी आकर्षण गरेर पढाउँ, खेल्नै पढाउने भयो। कक्षा कोठा मात्रै शिक्षा आर्जन गर्ने थलो होइन। आज कुशल मूर्तिले कक्षा कोठाभन्दा बाहिरको चौरीमा एउटा के भन्छ डन्डा हानेर, डन्डाले बल हानेर विश्व रेकर्ड कायम गरेन? दिपेन्द्र ऐरीले विश्व रेकर्ड कायम गर्यो कि गरेन? त्यसकारणले कक्षा कोठा मात्र होइन, कक्षा बाहिर पनि रहेछ। रामकृष्ण ढकालले बसमा गीत गाउँदा गाउँदै आज तपाईँ हाम्रो कानमा धुन छरेको छ कि छैन? त्यस कारणले गर्दाखेरि जीविकोपार्जन गर्न र प्रथम हुनका लागि जुनसुकै क्षेत्रमा जसरी पनि प्रथम हुन सक्छन्। खालि इन्जिनियर डाक्टर बन्ने मात्रै प्रथम हुने या जान्ने होइन, इन्जिनियर डाक्टर बनाउने पनि जान्ने हो। त्यसैले विद्यालयलाई हामीले केवल विद्यालयको रूपमा लिनुपर्छ। द्रोणाचार्यले के भन्छ नि पढाएकाहरू सबै अर्जुनले तीर हान्न सिके, भीमले तपाईँलाई गदा पक्रिन सिके। भीमले पनि तिरै हान्न सिक्नु पर्दैन नि। त्यस कारणले गर्दाखेरि के हो भने तपाईँले पढाएको विद्यार्थीले फरक ज्ञान लिन सक्छ, फरक विद्वता हासिल गर्न सक्छ। त्यस कारणले गर्दाखेरि हामीले शिक्षालाई केवल 1-2टा कुराले जान्ने, नम्बरमा दाज्ने काम भन्दा पनि उसको ज्ञानको रूपमा हामीले लिन जरुरी छ। र यो विद्यालयको प्राङ्गण हरेक विद्यालयमा अहिले त चलन छ। तपाईँहरूले मलाई आज खुसी के लागेको छ भने हामी खेल मैदान पनि माग्दैछौँ। अनुशासनको, राष्ट्रको गौरवको र उसको व्यक्तिको रोजगारीसँग पनि जोडियो। आज 10 जना डाक्टरले भन्दा बढी सन्दीप लामिछानेले पैसा कमाउँछ।
त्यसैले खेलका लागि पनि हामीले खेल मैदान पनि चाहिँदो रहेछ भन्ने हो। शहरका विद्यालयहरूमा त अहिले भएको विद्यालयको चौरमासा र सटर बनाइरहेका छन्। मैले सटर बनाउने विद्यालयलाई म मुख्यमन्त्री भएकोलाई पैसा दिन्न भने परेको पैसा पनि काटिदिएको। विद्यालयमा चौरी चाहिन्छ। हाम्रो बाबुबाजेले चौरी सहितको जमिन दिएको विद्यालयलाई अहिले हामीले लोभ गरेर सटर बनाउन थाल्यौँ। त्यसकारणले गर्दा विद्यालयलाई मलाई खुसी लागेको छ। आज के भन्छ भने यो जाल्पा माध्यमिक विद्यालयको प्राङ्गणमा चौरीको माग भएको छ। यो चौरीको मागमा मैले जसरी विराटनगरलाई माग गर्थेँ त्योभन्दा एक स्टेप अगाडि बढेर यहाँको खेल मैदानका लागि म आफ्नो पहल गर्नेछु र मन्त्रीसँग मिलेर पूर्व मन्त्रीसँग मिलेर त्यो गर्नेछु। त्यसमा एक कृति कन्जुसाइ हुने छैन। केही बाटाहरू केही खानेपानीका कामहरू अहिले जो मलाई देखाउँदै हुन्थ्यो त्यो के अरे सिँचाइको चाहिँ यहाँको